नमस्कार सबैजनालाई। अहिले यति बेला म बन्चरे डाँडा जुन यो देखिरहेको भूभाग अलि फोहोर फालिएको ठाउँ र यो माथि रहेको यो खनेर बगेको ठाउँ सामुदायिक वन। तपाईँलाई मैले यहाँको बारेमा अवगत गराउन खोजेको कुरा के हो भन्दाखेरि अहिले सामुदायिक वनमा यो तपाईँको काठमाडौँ महानगरपालिकाको फोहोर फाल्नको लागि भनेर सामुदायिक वनको कुनै पनि स्वीकृति बिना नै तपाईँको डाँडो खनेर अहिले यति बेला यो काम धमाधम भइरहेको रहेछ। यो कसले काम गरिरहेछ, कुन आशयले काम गरिरहेछ, के अरे काम गरिरहेछ त्यो विषयमा मलाई सरकार भएन। सामुदायिक वनमा यसरी खन्न पाइने नियम कहाँको छ र के हो यो सामुदायिक वन यसरी खनेर खान कहाँ पाइन्छ, यसका अध्यक्ष सचिवहरू के गरेर बसिरहेका छन् र यो विषयमा काठमाडौँ महानगरपालिका के भन्छ र केन्द्र सरकारबाट परिचालन हाम्रा चाहिँ व्यक्तिहरूले यो विषयमा के गरिरहेका हुन्, यो विषयमा सबैको ध्यान आकर्षण जाओस्, सबैको ध्यान जाओस्। यो विषयमा मैले सबैलाई जानकारी गराउन चाहेँ। सामुदायिक वन खनेर अहिले यति बेला ध्वस्त बनाइएको स्थिति छ। अब यो यसो गर्दाखेरि सम्पूर्णलाई चाहिँ प्रत्यक्ष रूपमा चाहिँ असर पर्ने हुनाले गर्दा यस्ता कार्यहरू तत्काल रूपमा सम्बन्धित निकायको ध्यान जाओस् र तत्काल रूपमा यस्ता कार्यहरू बन्द होस् भन्ने चाहिँ मेरो चाहना छ। तपाईहरूको चाहिँ कुरालाई यहाँ कमेन्टमा पोख्नुहोला, कमेन्टमा गर्नुहोला र यस्तो कार्य गरेको देखिरहेको छ। अब यसमा तपाईहरूको साथ सहयोग कहाँसम्म रहन्छ, के रहन्छ, सबैजना अगाडि बढ्नु होला भन्न चाहन्छु। बन्चरे डाँडा सँगै जोडिएको सामुदायिक ठुलोथुम्का सामुदायिक उपभोक्ता वन हो यो कुरामा सबैको ध्यान जाओस्। धन्यवाद छ। जनचेतनाको लागि यो भिडियो सक्दो सेयर गर्नुहोला र सबै सामु पुर्याउने प्रयास गर्नुहोला। तपाईहरूको सेयरको अपेक्षा गर्दछु र राय र सुझाव